नमस्कार। आज हामी एउटा अ, निकै चाखलाग्दो विषयमा कुरा गर्दैछौँ। नमस्ते। यो रोबोटहरूको संसारमा खास गरी फरक फरक कम्पनीका रोबोटहरूले एकअर्कासँग कसरी कुरा गर्छन् होला वा हुँ, गर्दैनन्। हो, यो आजकल एकदमै सान्दर्भिक प्रश्न हो। हामीसँग केही सामग्री छ, लेखहरू छन्, अनुसन्धान पनि छ जसले यो समस्या देखाउँछ। अनि एउटा सम्भावित समाधान पनि, R2R प्रोटोकल। यसैमा अलि गहिरिएर हेरौँ न आज। एकदमै। किनभने हेर्नुहोस् न, रोबोटहरूको प्रयोग त बढ्दो छ, फ्याक्ट्रीमा, घरमा, सहरमा पनि। तर तिनीहरू बीच तालमेल भएन भने त गाह्रो हुन्छ नि। तालमेल नहुनु भनेको मतलब एउटाले अर्कोलाई बुझ्दैन। यो सहकार्यको कुरा हो। प्राविधिक भाषामा इन्टरअपरेबिलिटी भन्छन् नि, त्यो नहुँदा प्रगति नै रोकिन्छ के। इन्टरअपरेबिलिटी मतलब फरक सिस्टमले सँगै काम गर्न सक्ने क्षमता। यो भएन भने कस्तो समस्या आउँछ त? जस्तो सोचौँ न, एउटा गोदाममा हो, त्यहाँ एउटा रोबोटले सामान उठाउँदैछ, अर्कोले प्याक गर्दैछ, तर तिनीहरू फरक कम्पनीका छन्, फरक भाषा बोल्छन् भने तिनीहरूले त एकअर्कालाई म यो गर्दैछु वा मलाई यो चाहियो भन्ने सक्दिनन् होला नि। कामै रोकिन्छ होला। एकदम काम ढिलो हुन्छ या असम्भव नै हुन्छ जटिल कामहरूमा। हरेक निर्माताले आफ्नै सिस्टम बनाउँछन् अनि प्रयोगकर्ताहरू एउटै कम्पनीको इकोसिस्टममा बाँधिनुपर्ने हुन्छ। त्यो त नवप्रवर्तनका लागि पनि राम्रो भएन नि। नयाँ कम्पनीलाई आउनै गाह्रो। ठिक हो, उनीहरूले स्थापित प्रणालीसँग कसरी जोड्ने छ आफ्ना रोबोट? समस्या हुन्छ। त्यसो भए यो R2R मतलब रोबोट टु रोबोट प्रोटोकल यही समस्या समाधान गर्न आएको हो। रोबोटहरूको लागि एउटा साझा भाषा जस्तो हो, अवधारणा मूलत त्यही हो। R2Rले एउटा साझा नियम या प्रोटोकल दिन्छ, जसले गर्दा निर्माता जोसुकै होस्, रोबोटको काम जेसुकै होस्, उनीहरूले आधारभूत जानकारी र आदेशहरू साट्न सक्छन्। भनेपछि एउटा स्ट्यान्डर्ड भयो। हो, यो मानकीकरणले रोबोटहरूले एकअर्काको अवस्था, क्षमता बुझ्दन् अनि मिलेर काम गर्न सक्छन्। तर खै सबै कम्पनीहरू यस्तो साझा चिज मान्न तयार होलान् त? कतिको व्यावहारिक छ यो लागू गर्न? यो महत्त्वपूर्ण प्रश्न हो। पक्कै पनि सुरुमा अलिक गाह्रो हुन सक्छ। ठूला कम्पनीहरू जसको आफ्नै सिस्टम बलियो छ, उनीहरूलाई किन चाहियो जस्तो लाग्न सक्छ। तर लामो समय हेर्दा यो इन्टरअपरेबिलिटीको फाइदा यति धेरै छ कि बजार फराकिलो हुन्छ, नयाँ आइडिया धेरै आउँछ, प्रयोगकर्तालाई सजिलो हुन्छ। अन्ततः साझा प्रोटोकलतिर जानै पर्छ। R2R त्यही प्रयास हो। यो प्रोटोकलले काम चाहिँ कसरी गर्छ त? सन्देश कसरी जान्छ? यसले सन्देशको एउटा स्पष्ट संरचना तोकेको छ। सजिलो छ। हरेक सन्देशमा को पठाउने, सेन्डर आइडी, कसलाई पठाउने, रिसिभर आइडी, के सन्देश हो, जानकारी हो कि आदेश, अनि मुख्य कुरा पेलोड के हो त्यो स्पष्ट हुन्छ। एकदम स्ट्रक्चर्ड तरिकाले हो, त्यो संरचनाले गर्दा जानकारी एकदम सटिक हुन्छ, गलत बुझ्ने सम्भावना कम हुन्छ अनि समन्वय राम्रो हुन्छ। एउटा उदाहरण दिनुस् न, वास्तविक जीवनमा कसरी काम गर्छ होला यसले? हुन्छ, सोचौं, एउटा डेलिभरी रोबोट शहरमा हिँडिरहेको छ, उसको ब्याट्री कम भयो। R2R प्रयोग गरेर उसले आफ्नो अवस्था, मतलब कम ब्याट्री, नजिकैको चार्जिङ स्टेशनहरूलाई पठाउँछ। जुन स्टेशन खाली छ, उसले R2R मार्फतै रोबोटलाई यहाँ आऊ भनेर आदेश दिन सक्छ। आफै समन्वय भयो। अर्को उदाहरण फ्याक्ट्रीतिरको। फ्याक्ट्रीमा पनि मानव एउटा रोबोटिक हातले कुनै काम गर्दैछ, तर उसलाई एउटा पार्ट चाहियो जुन उसँग छैन। त्यो पार्ट अलि पर छ। हो, उसले R2R मार्फत नजिकैको अर्को चल्न सक्ने रोबोटलाई त्यो पार्ट ल्याइदिऊ भनेर अनुरोध गर्न सक्छ। त्यो अर्को रोबोटले पार्ट ल्याइदिन्छ, काम रोकिएन। कति सहज हुने भयो। भनेपछि काम बाडफाड गर्न पनि सजिलो भयो। ठ्याक्कै, स्रोतको सही प्रयोग भयो। यो घरमा पनि हुन सक्छ, विभिन्न स्मार्ट उपकरणहरू बीच। यो केवल कुरा गर्नु मात्र भएन, यो त मिलेर काम गर्नुभयो। भनेपछि R2Rले रोबोटिक्समा सहकार्यको एउटा पुरै नयाँ अध्याय खोल्दैछ। निश्चय नै। यो रोबोटहरूको त्यो अन्तर्सञ्जालित मतलब कनेक्टेड भविष्यको लागि एउटा महत्त्वपूर्ण आधार हो। यसले गर्दा रोबोटहरू मिलेर अझ ठूला, अझ जटिल कामहरू गर्न सक्छन् जुन एउटा एक्लैले सक्दैन थियो।
यो सबै सुन्दा एउटा कुरा मनमा आयो, जब रोबोटहरूको यो विश्वव्यापी भाषा साँच्चै व्यापक हुन्छ, सबैतिर प्रयोग हुन थाल्छ, तब कस्ता नयाँ खालका सहकार्य वा कामहरू सम्भव होलान् जुन आज हामी कल्पना मात्र गरिरहेका छौँ।